आज सारा देश बालेनमय भएको छ। मध्य प्रदेशमा चारैतिर अब की बार बालेन सरकार र वास्तवमा परिवर्तनको लागि बालेन र रविको समीकरण हुनु एकदमै राम्रो कुरा हो। देशमा एउटा स्थिर सरकार बन्नु यो भन्दा खुसीको कुरा केही पनि हुँदैन। तर पनि मलाई अहिले पनि कता कता बालेनजी सधैँभरि खड्किरहनुहुन्छ। किनकि आज जुन तस्बिरहरू देखिएको थियो र तस्बिरमा व्यक्तिहरू देखिएका थिए ती सबै जेनजीका अगुवाहरू थिए। र हिजोको दिनमा पनि म बालेनको विरोध गरिरहँदाखेरि बालेनको क्यारेक्टर पर्दा पछाडिबाट जुन थियो त्यो क्यारेक्टरले देशलाई जलाएको भन्ने कुराको आभास मलाई हिजोको दिनमा पनि भएको थियो र आज पनि मलाई त्यो आभास भइ नै रहन्छ। यसको धेरै कारणहरू छ यो आभास हुने। ती व्यक्ति जसले जेनजीका आन्दोलनको नायके बन्नको लागि आफूलाई आफ्नो नाम सिफारिस गरे र ती व्यक्तिहरू जसले चाहिँ आजको सरकार बनाएका छन् ती सबै व्यक्तिहरू आज गएर बालेनसँग टाँसिएर बसेका छन्, उसको पछाडिमा बसिरहेका छन्, उसको आसेपासे बनेर बसेका छन्। तिनीहरूले कतै आफ्नो हातमा सत्ता लिनको लागि यो देशलाई त जलाएका होइनन् नि। विचार गर्ने प्रश्न हो र हामीले विचार गर्नै पर्ने हुन्छ। 76 जना नेपालीको प्राण जानु यो मजाकको विषय होइन। जब उनी सत्तामा थिएन त्यति बेला 76 जनाको प्राण जान सक्छ भने सत्तामा आइसकेपछि आफ्नो सत्ता जोगाउनको लागि अझै कतिजनाको प्राण लिन्छन्। विचार गर्नुपर्ने कुरा हो। उहाँको एउटा स्ट्याटसले देशमा तरङ्ग ल्याउन सक्छ र उहाँको बोलीले युवाको मन मस्तिष्कलाई मुग्ध बनाउन सक्छ। यस्तो कन्डिसनमा हामी कसरी कुनै एक व्यक्तिमाथि मात्र विश्वास गर्ने? हामी किन जहिले पनि देवत्वकरण गर्नको लागि अग्रसर भइरहेको हुन्छौँ? हामी किन कसैलाई चाहिँ देवता नै ठानिरहेको हुन्छौँ? हामी सबैमा परिवर्तन गर्ने भरोसा छ, परिवर्तन हुन्छ देश। तर कुनै एकजना व्यक्तिलाई मात्र हामीले देवता बनाइदियो र देशलाई परिवर्तन गर्ने सम्पूर्ण जिम्मेवारी दिइहाल्यो भने यो कदापि पनि हुन सक्दैन। यो देश देवताले परिवर्तन हुँदैन, कुनै एकजना व्यक्तिले। यो न त सतयुग हो न द्वापर युग हो, यो कलियुग हो र कलियुगमा डेमोक्रेसी चल्छ र डेमोक्रेसीमा जुन पार्लियामेन्टका मेम्बरहरू छन् त्यो सबै चाहिन्छ। कुनै एकजना व्यक्तिले गर्दाखेरि यो देश कदापि पनि परिवर्तनको बाटोमा जान सक्दैन। त्यही भएर विचार गरौँ हामी। एकजना व्यक्तिको अनुहार हेरेर भारतले पनि आजभन्दा 10 वर्ष अगाडि पक्कै पनि केही त गरेको थियो। त्यसको रिजल्ट के भइरहेको छ त्यो कुरा जग जाहिर छ। बुद्धि हुनेको लागि चाहिँ जग जाहिर छ। जो नजिक बुद्धि छैन त त्यसको लागि त फेर केही कुरै छैन। म यो भिडियो बुद्धि हुनेको लागि बनाएको छु। जो नजिक बुद्धि छैन त्यसको लागि त अब केही पनि गर्न सकिँदैन। अत हामी भिडको पछाडि नलागौँ, भिड तन्त्र नबनौँ। आफू नजिक विवेक छ, बुद्धिको प्रयोग गरौँ र सही व्यक्तिलाई हामी छानेर पठाउँ। हाम्रो देशलाई अगाडि बढाउनु छ, जोसुकैबाट बनोस्। यदि बालेनजी महाराज पनि वास्तवमा जनताकै लागि उभिएर आउनुहुन्छ भने त्यो राम्रो कुरा हो। तर उहाँको हिजोको दिनको जति पनि कृत्यहरू छ त्यो सबैले देखाइरहेको छ कि एभ्रिथिङ इज फेयर इन लभ, वार एन्ड पोलिटिक्स। र उहाँ प्योर पोलिटिसियन हुनुहुन्छ भन्ने कुराको आभास भइरहेको छ। र यो पोलिटिसियनले हामीलाई मार्ने, काट्ने, देशलाई जलाउने कुकृतिहरू गरिरहन्छन्। उहाँले नै गर्नुभएको छ भन्ने कुराको हालसम्म कुनै एभिडेन्स छैन। तर जति पनि सिनारियोजहरू बनिरहेछ त्यो सबै सिनारियोले यही कुरा इङ्गित गरिरहेको छ कि यो आन्दोलन गराउनमा बालेनजी र रविजीको धेरै ठुलो षड्यन्त्र रहेको थियो। विचार गरौँ। विचार गर्न अझै पनि समय छ, केही बिग्रिसकेको छैन। देशलाई योभन्दा ठुलो विध्वंसमा र खाडलमा पुग्नबाट हामी नै बचाउन सक्छौँ। धन्यवाद।